हेलो एभ्रिवान, नमस्ते। म चाहिँ आज इस्ट कुलुजको लेक साइड घुम्न आएको। हिउँले त पोखरी त ढकमक्क पुरिएको रहेछ। चारैतिर हिउँ हिउँ। यहाँ बोटहरू थियो, बोट एउटै पनि छैन, निकालेर लुकाएको होला। पुरा पोखरी त आइसले भरिएको रहेछ। यहाँ हाँसहरू कछुवाहरू टन्नै थियो, एउटा पनि देखिँदैन। अनि यहाँ बोट पनि एउटै छैन, सायद बोट लुकाएको होला। यी देख्न सक्नुहुन्छ चारैतिर हिउँ नै हो। यहाँ सबै मान्छे भरिभर हुन्छ। फोटोसुट गर्ने ठाउँ, पार्किङ, बस्ने ठाउँ, घुम्ने ठाउँ पुरा सुनसान छ। चारैतिर हिउँ मात्रै देखिन्छ, मान्छे पनि एउटै छैन, आवाज गर्ने एउटै छैन। पुरा विरक्त लाग्दो हिउँ परेछ यो साल चाहिँ। सधैँ यतिखेर भरिभर हुन्थ्यो यो पार्किङ एरिया। सबै हिउँ नै हिउँ मात्रै छ। यहाँ रेस्टुरेन्टहरू सबै बन्द छ। चारैतिर हिउँ नै हिउँ। बस्ने ठाउँहरू, पार्किङ एरिया सबै हिउँले भरिएको छ। यहाँ हिँड्ने बाटो चाहिँ यहाँ सफा गर्दो रहेछ, यता पल्टाइदिन्छ। होटेलहरू सबै चाबी लागेको छ। यो खाजा खाने ठाउँहरू सबै बन्द छ। अझै पनि हिउँ पर्दैछ। आज लगातार हिउँ परेको 5 दिन भयो। यो फुलहरू, यी फुलमाथि यसरी थुप्रेको छ। अब यो हिउँ परिसकेपछि यो चिसोले यो सबै कालो भएर मर्छ। मान्छे नै एउटै छैन, चिसोले गर्दा होला। नत्र छुट्टीको बेला त यहाँ भरिभर खुट्टा टेक्ने ठाउँ हुँदैन। सुनसान छ।